किन वन वे यत्र आउनु भएको? बोर्ड देख्न भएन? बोर्ड त देखेको थिए सर, तर मैले तपाईलाई चाहिँ देखिन। गर्मी यो काठमाडौँ त उता हिमालमा कति चिसो थियो। पहिलो चोटि आएको हो र काठमाडौँ। चुप लग पगल बुढो। डेराई फुरफुर नगर है, काटेर खाइदिन्छु अब। ए दिदी केरा दिनु न। यति भाइ तिम्रोमा केरा पाउँदैन। मसँग भएको त खान मिल्दैन। आमा यहाँ गुन्द्रुक र भात खान पाइन्छ होला? आबुई सेतो मान्छे। आमा तरकारी ल्याए है मैले। के ल्याइस खै? कुखुरा खाने आज। कसको कुखुरा ल्यास फेरि? बाटोमा बेतेको। खान यति तातो छ। दही छैन र आमै? दही त तै जस्तै सेतो चाहिन्छ नि। यति दाइ यो पाली हजुरले बोते जितेपछि के गर्नुहुन्छ? म नेपाललाई सिङ्गापुर बनाउँछु। हसाउने नि एउटा सीमा हुन्छ नि मुला। आजसम्म त एउटा ल पार्न सकेको छैन। राशिफलमा चाहिँ सन्तान प्राप्ति रे। गाइस म काठमाडौँ आइपुगे। मुझे यो के हो यार? काठमाडौँको बाटो हो के? बारीको कान्ला हो। हेलो गाइस, आज म यता कुसमा आएको छु बुन्जे जम्प गर्न। बहुत डर लागिरहेको छ। तपाईहरु रेडी हुनु है त? दही सिट खाली छ? सिट सबै खाली छ, आउनुस् बस्नु चेतो। खोइ त सिट खाली। झुक्काइ हाल्यो ने यो खलासीले मलाई फेरि। हेलो साथीहरु, म यति अनि उनी मेरी प्यारी सुस्मिता। आज बिदाको दिन म इलम घुमिरहेको छु। तपाईहरु नि कमेन्ट गर्नुस्। नमस्ते साथीहरु, आज म यो कुसमा पुलबाट बन्जी जम्प गर्न जाँदैछु। डर लागिरहेको छ तर म हाम फाल्छु। तपाईहरु पनि आउनुहोस्, रमाइलो हुन्छ। म आयो नि। अब यो डेजर्ट जस्तो ठाउँ हेर्नुस् त। यो हावा त झन् मेरै मुखलाई उड्दैछ यार। मुस्ताङको हावा ओपी। दिदीले चाहिदिएको छ मुस्ताङको स्पेशल बटर टी। अब टेस्ट गर्नुपर्छ नि, हो नि? यो ब्रो हेर त क्या खिचा बादरहरु। यो त एकदम हेभी कन्टेन्ट भयो नि। ब्रो औडाको बदमाश हुने बादरहरु। भ्यू त सिम्पली म्याजिकल हो। नेपाल जस्तो ठाउँ अर्को छैन नि यार। पावर 24 आवर। वाह कस्तो मिठो मिठो छ। कता गएको थिस दिनभरि? होमवर्क कतिखेर गर्छस्? दिनभर मान्छेहरुले भिडियो खिच्न भन्दै बोलाउँछन् आमा। तपाईको छोरो भाइरल भइसक्यो। यो खेतको काम त सजिलो छैन है, तर रमाइलो छ। आमा चुरोट ल्याइदिएको छु है। ए हो र? ए ल चियासँग खाम। गाइस म काठमाडौँ आइपुगे। मुझे यो के हो यार? काठमाडौँको बाटो हो के? बारीको कान्ला हो। गाइस आज म यता कुसमा आएको छु बुन्जे जम्प गर्न। बहुत डर लागिरहेको छ। तपाईहरु रेडी हुनु है त? दही सिट खाली छ? सिट सबै खाली छ, आउनुस् बस्नु चेतो। खोइ त सिट खाली। झुक्काइ हाल्यो ने यो खलासीले मलाई फेरि। यस्तो प्रकारको भिडियो बनाउनको लागि चाहिँ पहिला नै मैले एउटा भिडियो बनाएको छु। त्यो भिडियो हेर्नुलाई डिस्क्रिप्सनमा अथवा आई आइकनमा छ। र अब तपाईँ त्यो काम गरिसकेपछि तपाईँले चाहिँ यहाँ चाहिँ अब गुगलमा आउनुपर्ने हुन्छ। सर्च बारमा तपाईँले यहाँ चाहिँ सर्च गर्नुपर्ने हुन्छ। अब यहाँ चाहिँ तपाईँले भिओ फेरि तपाईँ सर्च गर्नु र सर्च गरिसकेपछि यहाँ सुरुमा देखाउनेछ जिमिनी। यसमा हामीले चाहिँ क्लिक गर्नुपर्ने हुन्छ। जस्ट यसमा हामीले चाहिँ क्लिक गरिसकेपछि देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ वेबसाइट खुल्छ यसको। यहाँ चाहिँ देख्न सक्नुहुन्छ अब तलनिर भनेको छ ट्राई भिओ भनेको छ। तपाईँले चाहिँ ट्राई भिओमा क्लिक गर्नुपर्ने हुन्छ। क्लिक गरिसकेपछि यहाँ चाहिँ अपगार्ड मागेको छ। तपाईँले भनेपछि यसमा चाहिँ यस्तो प्रकारको भिडियो बनाउनको लागि चाहिँ तपाईँले चाहिँ जो यसरी हिँडेर बोलेर बोल्दै अब म्युजिक राख्दै गरेको छ भने त्यो अपगार्ड गर्नुपर्ने हुन्छ। प्ले स्टोरमा यो तपाईँ चाहिँ अपगार्ड नगर्दासम्म देखाउँदैन। डाउनलोड गर्नको लागि चाहिँ यहाँ चाहिँ अपगार्डको अप्सनमा जस्ट हामीले क्लिक गऱ्यौँ भने यहाँ चाहिँ 1 महिनासम्म फ्री हुन्छ। तपाईँले चाहिँ आफ्नो चाहिँ डेबिट अथवा भिजा कार्ड जुन छ तपाईँले यहाँ चाहिँ एड गरिसकेपछि 1 महिना फ्री हुन्छ। त्यसपछि $124 तिर्नुपर्ने हुन्छ महिनाको।
हो भनेपछि तपाईँ चाहिँ यति धेरै तिर्नुपर्ने हुन्छ नेपाली लगभग 14-15 हजार तिर्नुपर्ने हुन्छ यत्रो तिरेर तपाईँको चाहिँ कुनै बेनिफिट हुन्छ भने ठिकै हुन्छ तर तपाईँको चाहिँ यत्रो तिरेर केही पनि तपाईँ इन्कम गर्न सक्नुहुन्न भने एकदमै तपाईँको चाहिँ यहाँ चाहिँ घाटा हुनेछ त्यसपछि यहाँ चाहिँ एग्री देखाउँछ एड क्रेडिट र डेबिट कार्ड भनेको चाहिँ यसमा चाहिँ तपाईँले क्लिक गर्नुभयो भने चाहिँ यहाँ चाहिँ तपाईँले आफ्नो चाहिँ डेबिट अथवा क्रेडिट कार्डको यहाँ चाहिँ डिटेल राख्नुपर्ने हुन्छ डिटेल राखेर यहाँ चाहिँ तलनिर सेभको अप्सनमा आएर सेभ गर्नुभयो भने मात्र तपाईँको चाहिँ भिडियो यसरी चाहिँ जेनेरेट हुनेछ तपाईँले यसमा चाहिँ धेरै प्रब्लम हुन्छ त्यो नै जानकारी रहेको थियो भिडियो मन परेमा लाइक तथा सेयर गरी कृपया च्यानललाई सब्स्क्राइब गर्नु